हेलो साथीहरू, गुड मर्निङ। अब चाहिँ यो म चाहिँ 12 बजीको सब्जी बनाउँदैछु हो। यो सब्जी चाहिँ एकदम अर्ग्यानिक हुन्छ नि त। घरमा गाउँ बस्तीमा चाहिँ है जे पनि अर्ग्यानिक है छिट्टो खानु पाउँछ नि त। अहिले टिप्यो अहिले खाने हुन्छ नि त। अनि आज चाहिँ म इस्कुसको मुन्टा बनाउँदैछु हो। 12 बजी सब्जी। म चाहिँ भर्खरै आएको के भन्छ नानी पुऱ्याएर। अन्त अब चाहिँ इस्कुसको मुन्टाहरू छिटो केलाएर सबै कुरो छिटो गरेर चाहिँ नुहाइधुवाइ गर्छु। त्यहाँदेखि ठिकै 11 पनि बज्छ हो। फेरि यताउति अलिअलि यताउता गर्दा नानी लिएर आउने पनि बेला हुन्छ। हाम्रो चाहिँ यसरी चल्दैछ लाइफ। त्यति नै हो। हजुरहरूकोतिर चाहिँ के कसो छ कुनै? हाम्रोतिर चाहिँ यस्तै छ। अन्त म चाहिँ यसरी फोनमा भिडियो बनाएर हाल्दिनँ भन्छु नि त। हाल्दिनँ, म भिडियो बनाउनु जान्दिनँ भन्छु नि त। भन्दा मेरो साथी चाहिँ सनी छ नि त। सनीले चाहिँ त्यो चाहिँ सोसियल मिडिया चलाउँदैन, किनभने त्यो चाहिँ पुलिस हो नि त। अनि पुलिसहरूले ज्यादा सोसियल मिडिया चलाउनु हुँदैन अरे, त्यसले भनेको। अन्त त्यसले भन्छ मलाई क्या, अब त्यसले चाहिँ फोन एउटा फोन एक्स्ट्रा हेर्ने राखेको छ अरे कि, त्यसमा चाहिँ फेसबुक। अन्त मलाई भन्छ तँहरूको त पुरा भिडियो बना न, गाउँ छ बस्ती छ यस्तो सागसब्जी काटेको बना, नानीहरू यताउति कुदेको बना, सबले त्यसरी बनाएर हाल्छ भन्दै फेरि त्यसले मलाई फोन गर्छ। अन्त फेरि बनाएर हालेँ। अन्त आज चाहिँ यो इस्कुसको मुन्टा केलाउँदा मलाई त्यसको याद आयो क्या। त्यसले भन्दै थियो सब्जीहरू पनि काटकुट गरेको हाल भनेको छ भनेर चाहिँ हालिदिएको नि। अहिले त्यसले नै हेरेर सबसे पहिला त्यसले भन्छ ए आज इस्कुसको मुन्टा हालिस् भनेर क्या। अनि त्यो चाहिँ मेरो एकदमै अस्ति पनि एकजना मान्छेले चाहिँ मलाई त्योसँग कहाँ देखेको थियो होला हौ, सायद दार्जिलिङतिरै देखेको थियो होला या फेरि कहाँ देखेको थियो। अनि ऊ चाहिँ को हो भनेर सोध्दै थियो नि त। त्यो चाहिँ मेरो साथी हो। अनि साथी भन्दा पनि बेस्ट चाहिँ त्यो चाहिँ मेरो अब एकदमै दाजु भाइ जस्तो मेरो जस्तो दाजुहरूले काम गर्ने कतिवटा चिजहरू है, कतिवटा मेरो मैले नगरेको चिजहरू त्यसले गरिदिन्छ। त्यो चाहिँ एकदमै मेरो गुड फ्रेन्ड साथी भन्दा पनि बेसी चाहिँ हामी चाहिँ एकदम दाजु बहिनी दिदी भाइ जस्तो खालको बन्ड सेयर गर्छौँ। त्यो र म चाहिँ हो अनि गुड फ्रेन्ड्स साथमा। अनि जो त्यसलाई दिदी बहिनीहरू गर्नेहरू कतिवटा हुन्छ नि, कतिवटा दिदी बहिनीहरूको त्यो चाहिँ म छु त्यसको लागि होइन। मेरो चाहिँ भाइ साथी दाजु भन्ने चाहिँ त्यही छ मेरो। किनभने मेरो त आफ्नो ओन दाजु पनि छैन नि त हो। दादाहरू हुनुहुन्छ, कजन ब्रदरहरू। अनि दादाहरू पनि आफ्नो आफ्नै काममा व्यस्त हुनुहुन्छ है। अनि कतिवटा अब प्रब्लम भन्ने कुरा कतिवटा हुन्छ है कि कोही बेला अब त्यसै पनि अब त्यो उयो मात्रै प्रब्लम हुँदैन नि त है। कोही बेला कतिवटा अब फोनमा बातहरू पनि कतिवटा सल्भहरू गर्ने प्रब्लमहरू त्यसले गरिदिन्छ हो। त्यो चाहिँ मेरो एकदम गुड साथी। त्यसलाई चाहिँ मैले कति लाग्दा बोलाइसकेँ आइज न आइज भनेर। त्यो चाहिँ अब जहिले पनि त्यसको छुट्टी हुँदाखेरि चाहिँ मेरो हस्बेन्डको छुट्टी हुँदैन हो। अन्त मेरो हस्बेन्डको छुट्टी हुँदाखेरि चाहिँ फेरि त्यसको हुँदैन। अनि त्यही भएर चाहिँ त्यो के भन्छ उनीहरूको उयो मिल्दैन, छुट्टी पारै भएर चाहिँ त्यही अब एक दिन चाहिँ मैले चाहिँ अब चाहिँ सँगै छुट्टी मिलाउनु ल भनेर भनेको छु। हेरौँ भन्दै थियो। त्यस्तो हुँदो रहेछ काम गर्ने मान्छेहरू चाहिँ हो। अन्त चाहिँ अस्ति चाहिँ त्यसले मलाई भन्दै थियो ताँबाको सिजनमा चाहिँ मलाई ताँबा पठाइदे है, मलाई पुरा ताँबा मनपर्छ भनेर। अनि मैले चाहिँ त्यसलाई भनेको छु ताँबाको सिजन आयो भने चाहिँ म तँलाई ताँबा ल्याइदिन्छु, आइज ल दार्जिलिङमा ल्याउनु भनेको छु। अन्त ल त भन्दै थियो। अन्त अहिले यसरी हुरी बतास जस्तो कहाँ पुग्छ अहिले यहाँ अहिले कहाँ। त्यही भएर चाहिँ मैले त्यसलाई एकदम भिडियो हाल्यो भने गुड यस्तै भिडियोहरू हाल्न भन्छ क्या। फेरि त्यो त त्यस्तो छ नि त। तर कतिवटा कुरामा मलाई एकदम मेरो यति छैन, बहिनीहरू पनि छ, बहिनीहरू छ, दाजुहरू छ, दिदी सबै छ मेरो, को चाहिँ छैन। अनि त्यो चाहिँ मेरो एकदमै बेस्ट हुन्छ नि अब बेस्ट अब साथी बेस्ट फ्रेन्ड
बेस्ट भाइ, बेस्ट अब त्यसले गर्ने कुरो कतिवटा अब सबै कुरो नै त अब हुन्छ प्रब्लमको सल्भहरू है कतिवटा चिजहरू त्यो चाहिँ एकदमै मसँग साथीभन्दा पनि बेसी मेरो भाइ जस्तो दाजु जस्तो छ हो। अन्त त्यसले चाहिँ मैले भनेको कुरा मान्छ अनि मैले पनि त्यसले भनेको मानेर चाहिँ यो भिडियो बनाइदिएको है साथीहरू।